जोरले सबैमा म चाहिँ दोदरा चाँदनी नगरपालिकामा हाम्रो भएको आदिवासी जनजाति महासङ्घको वरिष्ठ उपाध्यक्ष मेरो नाम आनन्द लिम्बू हैन। आज यस ढाका बुटिकको अनि कल्पना लिम्बूले यस सम्बन्धी हैन अध्ययन पनि गर्नुभएको छ र यस सम्बन्धी उहाँले आफ्नो बुटिक पनि खोल्नु भएको छ। उहाँले यो ट्रेनिङ दिँदै हुनुहुन्छ यो ढाका बुटिकको लागि हैन। दोदरा चाँदनीमा यो चाहिँ एउटा युनिक एउटा नयाँ पनि हो ढाका बुटिक भन्ने। अब यो ढाका हामीले अब यो पहिलाचोटि सिक्न पाउँदाखेरि धेरै हामीहरू खुसी पनि छौँ हैन। अनि यो चाहिँ पहिलोचोटि भएको हुनाले हामी एकदम हर्षोल्लासको साथ यो चाहिँ अब सिक्दै हुनुहुन्छ भाइ बहिनीहरूले हैन। उहाँहरूले पनि सिकाउँदै हुनुहुन्छ राम्रोसँग, दुई तिनजना हुनुहुन्छ उहाँहरू पनि सिकाउने पनि ट्रेनर पनि हुनुहुन्छ। र यो चाहिँ एकदम यो हाम्रो नेपालको सानै भनौँ न। अब यो ढाका बुटिक भनेको हाम्रो नेपालको सानै हो अनि देश विदेशमा पनि यो अब हाम्रो यसको डिमान्डहरू भइरहन्छ। र यसको यो दोदरा चाँदनीमा यो हाम्रो मेयरजीले ल्याउनु भएको यो जो कार्यक्रम छ यो एकदम राम्रो कार्यक्रम छ हैन। सबै कार्यक्रम मध्येमा उत्कृष्ट कार्यक्रम यो भन्न चाहन्छु हैन। यदि भन्दै म यो सानो आफ्नो वक्तव्यले टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार है। शुभ